कस्तो लाग्यो आमा कस्तो लाग्यो धराएर कस्तो लाग्यो धराएर नौतले धराएर आमालाई चाहिँ साडी समाउन धाउधाउ भइरहेछ आमा कस्तो लाग्यो रमाइलो भयो रमाइलो भयो हो कस्तो गिलो गिलो यहाँ त गु पानी जस्तो छ त पानीपुरीको झोल कमला बहिनी हामी त क्रिस कमला बहिनी क्रिस लाग्दो यो त कस्तो राम्रो बस्ने छ हौ कमला बहिनी है मजाको के धारा पनि आउँदो रहेछ ढुङ्गे धारा राम्रो छ हौ मजाले भ्यू हेर्ने कस्तो गिलो गिलो यहाँ त गु पानी जस्तो छ त पानीपुरीको झोल तपाईँ पेट घटाउने होइन हामी चाहिँ चढ्दैछौँ है 6th फ्लोरमा पुग्यौँ हामी लु आउन है अल्छीहरू यहाँ छ हाम्रो पुगाल धराको पुगाल पुगाल आइरहेको छ यहाँ लिफ्ट थिएछ छन चाहिँ अहिले बिग्रेको रहेछ जाउँ माथि धराएर त यस्तो पो रहेछ त काठमाडौँको 20 तले धरारा भन्ने गीत गाउनुपर्छ अब बहिनी 20 तले धरारा चढ्यो हामी अहिले चाहिँ काठमाडौँको 15 तले त धराराभित्र छु सकिँदैन के भएको 16 तला पुग्यौँ मैले हामी आउनै छिटो 19 तला 19 तले धरारा थाक्यो कहीँ गर्मी भयो मलाई त हेलो फाइनली हामी जाँदैछौँ 19 तले धराराभित्र कुनमा जान्छ आउनु पहिला 20 तले धरारा हो के यो काठमाडौँको धरारमा आइसकेको छु आमालाई चाहिँ यहाँ साडी उडाएर साडी सम्हाल्नै ठिका छ यही हो 200 रुपियाँको टुर यो हो हाम्रो धराराबाट देख्ने भ्यू अनि हाम्रो चाहिँ पुरा क्रिस हामी त क्रिस कमला बहिनी क्रिस यही हेर्नलाई त आएको के भयो साडी आमालाई चाहिँ साडी समाउन धाउधाउ भइरहेछ के भयो साडी
कि भिडियो एउटा क्रिस अर्को उडिरहेछ तपाईँको त कपालै छैन हेर्नु कति रातो रातो भयौँ हामी यो चढेर रेडी त्यो चाहिँ किन लाग्यो नि त्यस्तो चाहिँ साम्बा हो साम्बा हो खोजेको म एउटा फोन गलाएर आउँछु सलाम सलाम छोड्नु सलाम आमा पनि देख्नु भयो बस अघि खाली चाहिँ बिना यस्तो सो साथीहरू हामी चाहिँ काठमाडौँको 9 तले धरारा होइन काठमाडौँको 20 तले धरारा चढेर फर्किँदैछु भात खाएर आएको थियौँ हामी होइन हामी भात खाएर आएको थियौँ माथि पुगेर तल झर्दा भोक लागिसक्यो चिप्लो 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 ए हामी अहिले 15 तलामा आइपुगेको छौँ हामी चाहिँ बसन्तपुरमा घुम्न आइरहेको छौँ खतरादेखि नै कहिले रेडी हुने मामा सक्ने पशुपतिमा छु मैले हामी त्यताबाट घाम पर्छ नि त कति हजारको जुत्ताले कमला नि 5,000को बुट जाम ल उसको फुल चाबेला किन होला फुल होला फुल मैले त आयुवाला किने गर्ने त ल के हो यो चाहिँ प्रसाद त खाँदा खाँदा उयो मुनि छ कसरी गर्ने आएको यो कुन आएको कुन गएको त्यो लाइनदेखि सुरु गर्ने हो साथी यहाँदेखि हो यहाँदेखि यहाँदेखि यो यहाँ होला यहाँदेखि होला यो पनि छ नि यहाँदेखि आयो गयो नै यहाँदेखि अरे यहाँदेखि आयो गयो आयो गयो आयो
किस यहाँ आयो मसँग देख्यौ मैले आयो वाला लिएको नि आमा ए हामी गयो आयो गयो आयो गयो नै आयो आयो दाइको पैसा यसमै राख आयो बाटो हो क्या दाइको पैसा भनेको मेरो पैसा हो मेरो पैसा यताबाट किनौँ अनि त्यसपछि यता फर्क्यौँ अनि सामान दिउँ है ल कस्तो बजार टुप्पो टुप्पो मिलाएर बसेको है अगाडि बाबा हेर्नु नि त पशुपति प्रसाद जस्तो आमा 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 हामी जाँदैछौँ उकालो यता हेर्नलाई मेरो खुट्टाको हालत जस्तो छ मेरो चाहिँ यस्तो भइरहेछ फलोवर्स बढिहाल्छ नि साथी यति भएपछि त हामी चाहिँ सेलिब्रेटी हो नि त त्यही भएर ओभर ठुलो यतिको क्षेत्र अनि यहाँ चाहिँ बाँदरहरू मङ्कीहरू छन् अनि यहाँ चाहिँ मिर्ग हेर्दैछ नि फेरि दाउ पारेर हेर न त्यसले हेरेको अब हाई मिर्गहरू छ त कति माया लाग्दो कुचु 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 छानी छानी तिमी कति माया लाग्दो कति माया लाग्दो है बाख्रा जस्तो नि गाईको बाछा जस्तो तिमीलाई सानी हामी कति मजाले चाटेको सानी सानी कति माया लाग्यो तिमी त कति माया लाग्यो कति माया लाग्दो हेर्न गाउँलाई नि अरू त नचाहिने है मतलब न त्यो परेको हेर्नु न छानी छानी अब यो चाहिँ स्टोरीमा हाल्छ साथी अच्छी छानी छानी कस्तो माया दिनु हुँदैन कस्तो माया लाग्दैन नि यो त यति मोटो हो त ऊ सबै झुमेको हेर बिस्कुट दिएर कसले खान पायो भन्ने मैले खान पाएँ भन्दै फेरि कराउला नि छानी ऊ त्यो बेबी कति क्युटी यो त मैले कहिले देखेकै थिएँ फोन छिराइदिउँ क्या है अहिले गएको छ हामी चाहिँ होइन अहिले दर्शन गरिसकेर आइसक्यौँ अनि बाँदरहरू हेर्दैछ उताबाट चाहिँ मृग छ आमा कस्तो लाग्यो रमाइलो भयो रमाइलो भयो हो अहिले फेरि खोज्न आउँछ केटा चाहिँ घमण्डी है बोकेर लानु है बोकेर लागौँ अरे आमाले त ल अहिले तपाईँलाई कुटिदिन्छ अनि घरमा त्यत्रो बाँदर ओइ नगर न आमा त्यो बाँदर हो क्या अरू बच्चा होइन घरमा त्यत्रो त्यसलाई छुनु न आइल्यासेसहरू त तलबाट नि छ माथिबाट नि छ आइल्यासेस यस्तो काटेर लानुपर्छ कम लगाएर यसले त मलाई त मन पराएन त गौतमलाई त सबले मन परायो त हामी दुईजना चाहिँ मन्दिरमा दर्शन गर्न आएको छौँ उता मृगहरू पनि छ मृग नयाँ नि हामी चाहिँ के अरे मृगको त्यो आइल्यासेस मन पर्यो कमलावालीको पनि छ ठुलो आइल्यासेस मेरो त छैन हाम्रो भन्दा राम्रो त त्यो उयोको छ मृगको आइल्यासेस हेलो मङ्की
मिर्ग भर्खर आएको हामी चाहिँ। दाँत देखाएर हाँस्छु त आमा पछाडिबाट त नचुमेको भाउजू हामीलाई नै घाटा लाग्छ हिँड्नु पनि धेरै पर्छ यताबाट कि यताबाट यतिबाट जाउँ न पछिबाट पनि हेर्नु मैले चाहिँ भोक लाग्यो मलाई त बिहान भोक लाग्यो साथी भोक लाग्यो मलाई त कस्तो तिजौरा खानु मन लागिरहेछ अब म चाहिँ निकाल्छु मेरो त यसले त सक्दिनँ त म त मेरो त कस्तो हेर्नु त खुट्टा त परी लाल परी व्हाइट परी आमा हराउनु नि न फोन गरिहाल्नुहुन्छ नि आमा लु गो आँखा बन्द गरेर जानु है आँखा बन्द गरेर लु जानु जानु ए आमा चिन्यो कराउलाई मिर्ग मृग नयाँ नि हामी चाहिँ के अरे मृगको त्यो आइल्यासेस मन पर्यो कमलावानीको पनि छ ठुलो आइल्यासेस मेरो त छैन हाम्रोभन्दा राम्रो त त्यो गौतम साथीलाई चाहिँ हान्छौँ देखिरहेछ त हाँसिदिनु दाँत देखाएर हाँस्नु आमा हान्छ होइन ला मिर्ग भक्ठो आएको हामी चाहिँ दाँत देखाएर हाँस्छु त आमा त्यसलाई छुनु न आइल्यासेसहरू त तलबाट नि छ माथिबाट नि छ आइल्यासेस यसको काटेर लानुपर्छ कमलाले यसले त मलाई त मन पराएन त गौतमलाई त सबले मन परायो त